नमस्कार, श्रमिक खबरमा स्वागत छ। नेपाल ट्रेड युनियन महासंघ जिफोन्ट आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल हुइन नेपाल हिमाल पावर कम्पनी खिम्तीद्वारा श्रमिकहरूले खाइपा आएको सेवा सुविधा र रोजगारीको निरन्तरताको सम्बन्धमा नेपाल विद्युत प्राधिकरणमा चैत्र 31 गते ध्यान आकर्षण पत्र पेश गरेको छ। जिफोन बागमती प्रदेश अध्यक्ष रामिरी नेपालको नेतृत्वमा हुइन हिमाल पावर कम्पनी खिम्तीका अध्यक्ष केशव केसी लगायतका प्रतिनिधिहरूले नेपाल विद्युत प्राधिकरण म्यानेजिङ डाइरेक्टर हितेन्द्र देव साक्य समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो। नेपाल ट्रेड युनियन महासंघ जिफोन आबद्ध सौन्दर्यकर्मी युनियन नेपाल नाबुन पोखरा महानगर कमिटीको आयोजनामा चैत्र 30 गते माइक्रो सेडिङ, ब्राइट मेकअप, हेयर एन्ड स्किन टेस्ट सम्बन्धी एक दिने तालिम सञ्चालन गरेको छ। नाबुन महानगर कमिटी अध्यक्ष मङ्गल लक्ष्मी श्रेष्ठको अध्यक्षतामा जिफोन संसदीय तथा स्थानीय तह संयोजक मिना गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिम कार्यक्रममा सहभागीहरूबीच नयाँ वर्ष 2082 को शुभकामना आदान-प्रदान समेत सम्पन्न भएको थियो। नेपाल ट्रेड युनियन महासंघ जिफोन आबद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन हुनको आयोजनामा चैत्र 30 गते लमजुङ जिल्लाको बेसी शहरमा सम्पन्न गृह श्रमिकहरूको भेलाले कर्णबहादुर विक रमेशको अध्यक्षतामा 6 सदस्यीय बेसी शहर नगर कमिटी गठन गरेको छ। हुन केन्द्रीय सचिव सुभाष खातीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता चन्द्रबहादुर विकले र सञ्चालन दीपक सुनारले गर्नुभएको थियो। श्रमिकद्वारा श्रमिकका लागि तयार पारिएको श्रमिक खबर हेरिदिनु र सुनिदिनु भएकोमा धन्यवाद। समृद्धि र अग्रगति हाम्रो अभिभाव।